म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ। यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईलाई डे 1 मा बताउन गइरहेको छु। त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्ने, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईँ हामीले बोक्ने हो। त्यसका लागि तपाईँ हामीलाई मत दिएर पठाएका हुन्। सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छन् शहीदकी आमा। सामान्य कुरा होइन। देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईलाई सुनाउँदैछु। तपाईलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्।